भन्दा केही खतरनाक र डरलाग्दा केही सूचनाहरू प्राप्त भएका छन्। सूचनाहरू 2-3 ठाउँबाट प्राप्त भएका छन्। त्यसकारणले मैले यसलाई प्रस्तुत गर्न आवश्यक देखेँ। सूचना के प्राप्त भएको छ भन्छ भने बाहिर विदेशबाट अत्यन्तै घातक हतियारको ठूलो संख्या नेपाल भित्रिएको छ। मेरो कानमा परेको मैले सुनेको AK-47 खालका राइफलहरू नेपाल भित्रिएका छन् र अबको चाहिँ उसलाई प्रयोग गर्नको निम्ति एउटा सूचना। र त्यो AK-47 नेपालमा त छैन नै, यहाँ कसैले पनि प्रयोग गर्दैन र त्यो संसारको सबभन्दा घातक र सबभन्दा प्रभावशाली राइफल मानिन्छ। यहाँहरूले नाम सुन्नुभएको छ र त्यो सितिमिति त्यो उपलब्ध हुँदैन र घातक मात्रै होइन, साह्रै महँगो हतियार पनि हो। ठूलो संख्यामा नेपाल भित्रिएका सूचनाहरू आइरहेका छन्। ठाउँ ठाउँबाट त्यस्तो जानकारी मान्छेहरूले गराइरहेका छन्। अब विशेष गरेर राज्यकै निकायका वरिपरि मान्छेहरूबाट अथवा विदेशी नियोगहरूसँग जोडिएका, विदेशी एजेन्सीसँग जोडिएका केही मान्छेबाट त्यस्ता कुराहरू आइरहेका छन्।